आज हामी मृणालसँग भेट्न गइरहेका छौँ आफ्टर 3 months मुसुक्क हाँसो झन् भाइ सोलुमा आएर लिडिलको मार्केट गरिरहेछन् के छ भाइ दाइले ह्यान्डसम क्या आजभोलि 45.99 हजुर दाइ आज त राम्रै भएको छ अब तिलदा छ दावा छ डियो पनि रहेछ डियो चाहिँ सस्तो रहेछ सब ठिक छ सब ठिक छ दाइको आजकल भ्लग आउनु थालेको छ दाइले मलाई सिकाएर मलाई नि भ्लगर बनाएर यो भयो सब्जीहरू Nani? लेख्दैन रिजर्भ भनेर चामल चाहिँ रिजर्भ भइसकेको छ हाम्रो दुईवटा मात्रै पिस रहेछ हामी 3 जना भएर चाहिँ एकजनाले तिल्ला लाने कुरो भयो दाइले चाहिँ तिल्ला लाने कुरो भयो छ अब हेर्दै जाउँ के पाइन्छ फाइनली चामल भेटाइ दियो भन्नु दुईवटा अब एउटा चाहिँ तिल्ला अथवा दावत तिल्ला सस्तो रहेछ 45.99 काम गर्नलाई ठिक छ यहाँ चाहिँ भने जस्तै टोफु पनिर केजीको चाहिँ 550 पनिर पनि जाने भयो खुर्सानी यहाँको भन्दा चाहिँ मलाई चाहिँ प्रिज्माको मनपर्छ प्रिज्माको चाहिँ पिरो एकदमै पिरो मनपर्छ मैले चाहिँ प्रिज्माको सानो लाम्चो पनि सानो पनि म चाहिँ आजकल चाहिँ नेपाली मार्केटदेखि चाहिँ म आजकल लगिदिएको छु फ्रिजमा नै ठिक लाग्छ मलाई चाहिँ मेरो व्यक्तिगत हिसाबले
आमाको अचार अस्ति भर्खर प्रकाश दाइ आएर भिजिट गरेर जानुभयो यहाँ यो टपमा राख्दै फुट्ला चामल ल स्क्यान गर भाइ जान्छ किन ट्रली यो कस्तो राम्रोसँग नहिँड्दो रहेछ यो अलिक तालको रहेन छ कि यो ट्रली एकतिर घुर्छ त्यो अर्कोतिर गइदिने ल हामी सामान किनेर चाहिँ हामी लाग्यो सरी नै लिएर जान मन थियो लग्न चाहिँ भएन हाँसो म त धेरै मर्छ यो रेड लाइटमा क्रस गर्नु भएन रोक्नु पर्यो जुम गर्न नमिल्ने लज्जाम ल कहाँ गुडेछ यो तालकै नभएको यो भाइले आज भात नखाएको रहेछन् स्यान्डविच